Namaste everyone, it's me Vishal Thapa Magar. Once again, welcome back to my YouTube channel. So I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु। बन्दै आफ्टर लङ टाइम पछि फेरि भ्लग स्टार्ट गरियो। अनि बिचमा धेरै ग्याप पनि भयो अनि केही छैन के कन्टेन्टहरु बनाउनलाई केही छैन। सो तपाईहरुलाई नि कति देखाउने एउटै चीज भनेर मात्र हो। त्यही हो गाइस। अब आजभोलि चाहिँ अब जाडो बिस्तारै बिस्तारै हराउँदै छ। मेरो घाम लागिसक्यो। हावा चाहिँ अति चलेको छ है। नयाँ उसहरु चल्दैछ। कन्स्ट्रक्सन लाइनहरु चल्दैछ है नयाँ। सो त्यही नै हो गाइस। आज चाहिँ साथीभाइहरुले यहाँ कपडाले कपडा मेसिनमा हालेर सुकाउँदैछ। म पनि कपडा त हाल्न छ है। बनाउँछ के छ बुढा चड्डी सबैको रहेछ। हेलो आइ भन न। हेलो हेलो के छ सन्चै छ नि? ह्याप्पी गुड सन्डे। ओके आज चाहिँ दामी मिठो घाम लागेको छ है गाइस। हेर्न सक्नुहुन्छ कता घाम यस्तो दामी घाम लाग्नु पर्यो नि त जहिले पनि बल्ल पो रमाइलो हुन्छ त। सो त्यही हो गाइस। मैले नि अलिअलि अया हावाले ढोकाइदिँदा मैले नि अलिअलि कपडाहरू उठाएर हाल्न छ। मेरो नि बिस्तारहरू हाल्न छ यार। म तपाईँहरूले अहिले एकछिनमा भेट्छु। त्यही नै गाइस। मैले चाहिँ अब मेरो कपडाहरू नि निकालिसकेँ है। अब यसलाई वासिङ मेसिनमा हाल्नुपर्ने हुन्छ। अनि आज अब शनिबारको दिन केटाहरू पनि कपाल सपाल काट्ने हाइदै गर्ने यताउति गर्ने गरिरहेको छ। अनि अहिले चाहिँ घाम लागेको छ। घाम लागे त पनि है हावा चाहिँ चलेछ क्या। अनि हावा चल्दा चाहिँ कस्तो भने घाममा बस्दाखेरि चाहिँ केही जस्तो नि हुँदैन। अनि यस्तो यो छायाहरूमा आयो भने चाहिँ अलिकति कता कता चिसो भएको फिल चाहिँ हुन्छ। सो त्यही नै गाइस। नयाँ नौलो केही छैन। दिनहरू रमाइलो चल्दैछ रमणीय छ। दिनहरू यसरी नै चल्दैछ। दाइहरू चाहिँ यता कोही कपाल काट्ने कोही घाम तापेर बस्ने गरिरहेको छ। अरू केटाहरू भित्र होला। सो त्यही हो गाइस। म चाहिँ अब मेसिनमा कपडा हाल्छु है गाइस। अब हाम्रो चाहिँ यस्तै छ यो केटाहरू के छ खोइ त खत्री। यता चाहिँ यस्तै केटा बसिरहेको छ। म चाहिँ अब मेसिनमा कपडा हाल्नुपर्ने हुन्छ। कसैको पनि नहालेको रहेछ है। अब यस्तरी यहाँ हालिदिने अनि यस्तरी गर्ने। यहाँनिर लिक्विड छ यो लिक्विडले नि हाल्नु पऱ्यो। चक्क लगाएर कति हामी यति हालिपुग्छ। सो यसलाई चाहिँ यस्तो गरेर केटाहरूले सरसबै केही नगरिदिन्छ। यसलाई चाहिँ यसरी अन गर्नुपर्ने हुन्छ। कतिमा छ 14मा स्टार्ट। लेट्स गो गाइस। लुक्स चाहिँ फेरि मारेको छ नि यो लुक्सले फेरि। त्यही हो गाइस। अब चाहिँ आजको दिन चाहिँ खै के गर्ने कतातिर जाने भन्ने कुरा हो। जिन्दगी यसरी नै चल्दैछ। ड्युटी टु काम सरी क्या बोला मैंने। देखा आपने लापरवाही का नतीजा है। ड्युटी टु रुम रुम टु ड्युटी भइरहेछ। हेलो माई ब्रदर व्हाट्स अप के छ? एकदम ठिक छ है। वेलकम टु माई न्यू एपिसोड। त्यही हो। उहाँ चाहिँ घरमा फोनमा बोल्दै हुनुहुँदो रहेछ। यहाँ चाहिँ ऊ केटाहरू नाङ्गै बुङ्गै भएर कपाल काट्दैछ। जाडो भएको छैन साथी? जाडो भएको छैन? मर्दको मर्द गाजाडो हुन्छ जस्तो मान्छे रेकर्ड छ नि। अनि त्यही हो साथीहरू। अब अनि गाइस क्रोएसियामा हुनुहुने र क्रोएसियामा अब आउनु हुनेहरूलाई चाहिँ अब एउटा गुड न्युज पनि छ है। मैले सुनेको चाहिँ अब 3 वर्ष टिआरसी लागू गरिसक्यो अरे सरकारले। तपाईँहरूको अब रिन्यू गर्दाखेरि पहिला हाम्रो 1 वर्ष हुन्थ्यो भने अब टिआरसी रिन्यू गर्दाखेरि चाहिँ 3 वर्ष टिआरसी रिन्यू हुने भन्ने जस्तो कुराकानी छ। आई होप यो राम्रो पोइन्ट पनि हो एउटा हिसाबले हेर्दाखेरि। अनि अर्को कुरा चाहिँ यो 3 वर्ष टिआरसी दिँदै गर्ने क्रममा क्रोएसियन सरकारले चाहिँ जुन कम्पनीमा काम गर्न आउनुहुन्छ त्यो कम्पनीले चाहिँ
अलरेडी तपाईँले काम गर्न ल्याएको बापत क्रोएसियन सरकारलाई 10,000 युरो चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ अरे। अनि साथै हामी कामदारहरूले पनि 2,000 युरो चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ भन्ने जस्तो हल्ला पनि छ है। यो चाहिँ आइएम नट स्योर यो के हो, कसरी मिलाउँछ है। तर 3 वर्ष कार्ड दिने फिक्स भइसक्यो, टिआरसी कार्ड दिने। अनि यो अब उस पनि कम्पनीले डिपोजिट गर्नुपर्ने नि यो पनि फिक्स भइसक्यो। अब कामदारहरूले 2,000 युरो डिपोजिट गर्नु चाहिँ म अलिकति कन्फ्युजमा छु, किनकि हामी त कमाउन आउने मान्छे हो र हामीले नै डिपोजिट त कसरी गर्नु सक्छौँ र भन्ने कुरा पनि छ। त्यही हो। अनि हो भन्दा है, अनि यसरी बिस्तारै डेभलप हुँदै गर्दाखेरि भोलि पर्सि क्रोएसियाले चाहिँ पिआर दिने पनि अलिकति सम्भावना देख्छु म। यस्तै बिस्तारै ग्रो अप गर्दै गयो भने हामी बाहिरी कन्ट्रीहरूको मान्छेहरूलाई पनि है, कामदारहरूलाई पनि। सो त्यही नै हो गाइज। तर मलाई चाहिँ यहाँबाट हेऱ्यो भने यो भ्यूहरू कस्तो दामी लाग्छ क्या। यहाँबाट यस्तो दामी लाग्छ है। मेरो फेभरेट प्लेस हो कि यो भनेको चाहिँ, कि म आउँछु अब यतातिर मैले हेऱ्यो भने अब यसो सिटीहरू जस्तो अलिकति टाइप घरहरू देख्छु होइन। यतातिर चाहिँ अब मेरो डाँडा खुल्ला डाँडाहरू छ नि त, यस्तो खुल्ला डाँडाहरू छ। अनि मलाई चाहिँ यो प्लेस दामी लाग्छ जे होस्। त्यही हो गाइज। अब आज खै घुम्न पनि जाने भनेको, धेरै भयो कोठामा कोचेर बसेको नि। अहिले लगभग 1 महिना जति नै भइसक्यो, 2 महिना त नभनौँ, सरी नाटक गरे जस्तो हुन्छ। 1 महिना जति नै भइसक्यो है। अब ड्युटी जाने आउने, कोठामा कोचिने, 2 दिन बिदा हुन्छ, 2 दिन पनि सुत्यो बस्यो है, के गऱ्यो यताउति कोठाभित्रै गऱ्यो। जति कोठाबाट बाहिर ननिस्क्यो झन् त्यति नै अब अल्मलिँदो रहेछ है कोठाभित्रै। सो त्यही भएर आज चाहिँ हामी यसो कतै घुम्न जाऊँ कि भन्ने सोचिरहेको छु। हेरौँ के हुन्छ, म तपाईँहरूलाई देखाउँछु नि ल साथीहरू। सो गाइस अहिले चाहिँ हामी बाहिर निस्किनु लाग्यो। त्यही हो, केटाहरू अब रेडी हुँदैछ। यहाँ दाइ रेडी भइसक्यो, केटाहरू यस्तै छ है। आज चाहिँ घाम लाग्छ है, अलिकति रमाइलो छ दिनहरू नि। त्यति साह्रो चिसो छैन। सो धेरै भयो पार्कतिर नगएको नि, आज पार्कतिर गएर यसो गएर चलपल दिउँ कि भन्ने सोचेर बाहिर निस्किनु लाग्यो। खास गरी चाहिँ मैले चाहिँ यो डाँडातिर जाउँ कि भन्ने, मलाई त्यो डाँडा लास्ट मनपर्छ। अगाडि उस छ त्यतातिर अलिकति मनपर्छ कि मलाई। पुसतिर त्यति साह्रो मन पर्दैन, किनकि अब त्यतातिर चाहिँ भ्लग बनाएर हिँड्न पनि अलिक कस्तो लाग्छ, सबले हेर्छ क्या। तर खै के हुन्छ, अब केटाहरूले सबैले भन्नु पार्कतिर जाउँ, नयाँ केटाहरू नि आएको छ भन्दैछ कि। अब हेरौँ को आएर चाहिँ भेट्छु कि नयाँ आउनेहरूलाई। अब 1-2वटा केटाहरू ज्ञानगुणको कुराहरू सिकाउने रे दाइले, हाम्रो दाइले ज्ञानगुणको कुरा सिकाउने होइन दाइ। त्यही हो गाइज, के हुन्छ अब केटाहरू सब निस्किरहेको छ। अब हाम्रो 1जना 2जना भाइ निस्किनु त 3जना। अब यता केटाहरू के गर्दैछ, केटाहरू पनि निस्किनु त पर्ने हो। हेलो निस्क्यो, हेलो आइबन काकु। काकु फेरि रक्समा ल। केटाहरू पनि निस्किनु लागे, केटाहरू नि निस्किनु लागिरहेको छ। सो त्यही हो। आज त साँच्ची भने म त 1 महिना पछि निस्किनु लाग्यो होला दाइ रुमबाट नि। कस्तो नयाँ हो दाइ, यो नयाँ हो, हेर्नु न भलक हेरेर छैन यार। तपाईँको त यो नयाँ हो क्या दाइ? कति महिनाको हो मुडी चाहिँ? ए गाइस अहिले हेरौँ निस्किनु बेला भेट्छु ल। अहिले चाहिँ केटाहरू कतिजना के गर्दैछ ल। गाइस मलाई त छोडेर हिँडिदिरहेको रहेछ ल। म टोइलेट छिरेको त खतम रहेछ यिनीहरू त यार। गाइस मलाई त छोडेर हिँड्यो केटाहरूले, गाह्रो बनायो त यार रनमा। ओए धुन्दु गाडी, ओ गाडी धन्नुहोस् ल। भाइ उता चाबी लाग्छ नि हेर है भाइ, उता ढोकामा चाबी लगाएको छैन, उता नि हेर है। त्यो गाई छोडेर हिँड्दैछ यार, माया काडक तनाव बनायो यार, साइको बनायो मलाई। टोइलेट हिँडेको मलाई छोडेर हिँड्दैछ, गाह्रो छ। जोस् आजको दिन रमणीय छ, घाम लागेको छ है। मलाई खुसी लाग्छ आज त लङ टाइमपछि म बाहिर निस्किँदैछु। यो मेरो 4वटा कम्पाउन्डबाट म आज बाहिर निस्किँदैछु है। मलाई गाह्रो छ, केटाहरूले छोडेर हिँड्दैछ। त्यही हो, नयाँ कम्पनीहरू बन्नु लाग्दैछ। आई होप यो कम्पनीमा नेपाली दाजुभाइ भेट्न पाऊँ।
त्यही भन्छु मैले त अहिले राम्रोसँगले आओस् काम गरोस् त्यही हो अरू त के भन्न छ र खै तिनीहरू पनि यहाँ छ आज चाहिँ घाम लाग्यो आफ्टर लङ टाइम पछि घाम लाग्यो यार खुसी छु म केटाहरूले मलाई छोडेर वहाँ पुगिसकेको छ दिमाग खराब बनायो मलाई गाह्रो बनायो केटाहरूले अब कता हुन्छ अब खास गरी जाने चाहिँ यतापट्टि बाटोबाट भनेको थियो तर यतापट्टिबाट हिँड्दैन थालेछ हिँड्दैछ भनौँ न के थालेछ भन्नु त्यही हो गाइस अति हात चाहिँ मेरो हात चाहिँ अति दुखिसक्यो है अब गाह्रो हुँदो रहेछ गाइस भिडियो बनाउनलाई तुमसे ना हो पाएगा त्यही हो घरहरू कति राम्रो अनि यो समय चाहिँ यो रुखहरू मर्ने समय रहेछ यतातिर पनि सबै रुखहरू पाता साता झरेर नाङ्गिएको छ सो आज चाहिँ सबैजना यता क्रिस्चियनहरू पनि गाडीहरू पनि सबको घरको अगाडि पार्किङमा छ भनेपछि सबैको आज बन्दै हो काम कसैको पनि छैन त्यही हो अहिले के हुन्छ गाइस हेर्दै गरौँला सो गाइस फाइनली केटाहरूलाई भेटिसकेको छु अनि आज चाहिँ यहाँ मेरो साथीको ड्रेस मलाई युनिक लाग्यो देख्न सक्नुहुनेछ बाटो नाच्दै दौडिँदै आएको थकेला यार कट्टुमा उहाँ बुट लाएर हिँड्नु भएको छ साथी यो चाहिँ कहाँको ड्रेस अप हो यो खत्री बागलुङकै हो ठिक छ जोस राम्रो देखेछ रमाइलो छ हिँड्दै केटाहरूको यस्तै छ अब आज कति दिनपछि यसरी कम्पनीबाट बाहिर निस्कियो अनि आज राम्रोसँग घाम पनि लाग्यो सो त्यही हो अब चाहिँ पार्कतिर जाँदैछ अब साथीको खुसीले के गर्छ यार तामा हाल्न सम्झिले अहिले त्यही हो साथीभाइहरू एकजना चाहिँ भाइ रुममै बसेको छ कि त्यो चाहिँ नाउने रे तिनीहरू चाहिँ हिजो निस्किएको थियो बाहिर है त्यो भएर हिजो चाहिँ बाहिर निस्केर खै टाउको दुखेछ भन्दै थियो अरे ओहो साथीको डान्स त साथीलाई म साथीको डान्सले आज क्रिस्चियन पट्टाउने हो साथीले रोजा न एकछिन पागल जस्तो मान्छे त्यही हो गाइस अब के भन्नु छ र अब रमणीय छ बाइक छ हो आज चाहिँ मैले अलिक धेरै बाइक देखेँ यो ठाउँतिर साउन्ड त सेक्सी हो क्या ओहो क्या राम्रो केटी यार जाले रुमाल बजार त्यही हो गाइस अब यहाँबाट हामी रोड क्रस गर्नुपर्ने हुन्छ दिदी बेसी राम्रो हुँदो रहेछ यतातिर हो खिच्चे त होला नि होइन साथीहरू बहुत तेज हो रहा है बहुत तेज हो रहा साथ कति राम्रो हो त यति राम्रो तरुनी नि रहेछ नि त त्यो गाइस अहिले अब अलिकति पार्कतिर गएर हेरौँला बाँकी फुटेज सो गाइस अहिले चाहिँ हामी सिटी छिरिसक्यौँ है सिटीको माहौल यस्तो छ आजभोलि ट्याक्क जेस रमाइलो छ कोही छैन सुनसान छ अब यो बार त हो नि होइन यो क्लब त हो नि होइन त्यही हो सबमा सानसानो छ क्याफेहरू जति अस्तितिर के भन्ने न्यु इयर अनि क्रिसमसतिर चाहिँ खुब प्याक हुन्छ होइन बेलुका त प्याक हुन्छ
दिम्सी बेहोर हानिदिन्छ यार के भएको यिनीहरू बिहानै अहिले एकछिनमा म वहाँ गएर के हुन्छ म तपाईँहरूलाई म देखाउँछु भन्छु सो गाइस अहिले चाहिँ पोल हान्नु जाने डिसिजन भयो होइन भर्खरै पोल खेल्न जाने ट्याक्क डिसिजन भयो सो हेरौँ अब हाम्रो ठाउँ चाहिँ यहाँनिर छ है पोल खेल्न चाहिँ ए पैसा तिमीहरूको यहाँ एटिएम हामी त उता एटिएमबाट उताबाट एटिएमबाट निकाल्छ त हाम्रो यो सो पहिला चाहिँ यहाँ साथीले पैसा निकाल्छ अरे कति हो साथी एक गेमको 1 युरो हो साथीले 5 गेममा खेलाइहाल्छ नि खेलाउँछु साथीले मलाई 5 गेम खेलाउनु हुन्छ ल पैसा आउँछ यहाँबाट साथी पैसा त पैसा पनि निकाल्छु होला के हो खोइ त पैसा गाइस पैसा आयो गाइस पैसा आयो पैसा पनि निस्किसकेको छ गाइस हाम्रो सो अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ पोल खेल्नलाई है साथीले मलाई हराउँछ होला मलाई त्यस्तो फिल भइरहेको छ कता भित्रबाट लास्टमा हान्नै जानेन नि तर कहाँ भन्छौँ त्यो साथी मैले आफ्नो लङ टाइम अगाडि काठमाडौँमा खेलेको थिएँ होइन पोल चाहिँ त्यसपछि चाहिँ म खेलेको थिइनँ धेरै ग्याप पनि भयो अब कस्तो हुन्छ अब हेरौँ सो गाइज अहिले चाहिँ हामी यहाँ क्याफे छिरिसकेका छौँ है यहाँ मजाले गीतहरू बजिरहेको छ सो अहिले चाहिँ अब यहाँबाट माथि जानुपर्ने हुने हामी चाहिँ आज फर्स्ट टाइम होला होइन छिरेको यसरी म त 2-4 चोटि कहाँ छिरिस् त गाइस यहाँनिर चाहिँ यस्तो उस रहेछ ल फुल हाउस चाहिँ यस्तो रहेछ सो बुढो आउज इट फिलिङ कस्तो फिल भइरहेको साथी तपाईँ तिमीले चाहिँ मेरो भिडियो बनाइदिनु पर्ने हुन्छ ल अब चाहिँ अलिकति एङ्गल मिलाएर साथीले त बडा राम्रो रहेछ हल पनि हुन्छ नि साथी खबर हान्छ क्या साथी कसरी हेर्ने मान्छेले मलाई हेर्नै पाएन यार हानेको त्यसरी हो नि साथी कुनै गोटी जाँदैन नि अर्को गोटीले टच त हान्नु पर्यो नि साथी के भएको सो गाइस अहिले चाहिँ हामी पोल हाउसबाट निस्किसक्यौँ है रमाइलो भयो अब धेरै पछि खेलेको त्यस्तै भयो अब एकछिन चाहिँ हामी यता सिटीतिर घुम्छौँ यस्तो छ यहाँ चाहिँ है यो चाहिँ चर्च हो यो अगाडिको यो चाहिँ यो टुप्पो चर्च हो है यस्तो छ सिटी सो त्यही नै हो गाइस आज अब रमाइलो छ दिनहरू पनि कतातिर जाने भन्ने कुरा हो चस्मा मैले मगाएको खास छ नि यस्तो छ होइन तर मलाई यो पर्फ्युम सुँग्दाखेरि दाइ मलाई मेरो समित दाइको याद आयो क्या समित दाइ भने एउटा उस है आई मिस यु है मेरो दाइ तपाईँले यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने सायद हेर्नुहुन्छ तपाईँ मेरो सब्सक्राइबर हो तपाईँमा नोटिस पुग्छ
कस्तो नि उहाँले नि जहिले नि कस्तो नि तपाईँ के यस्तो उसोहरू कि यस्तो दल्ने होइन यो दल्ने दल्नेवाला मलाई पनि दिनु पाउँदैन नि त स्प्रे त्यही त भन्दैछु म त कस्तो महँगो बसाएको क्या ठ्याक्कै दुई दागी हालेर त्यो गाई छ अब अहिले चाहिँ केटाहरू यहाँ पागलहरूसँग हिँड्नु परेपछि यस्तै हुन्छ है त्यही हो अर्कोलाई बडा खुला छ अब मगाउने एउटा मागाडो अनि तपाईँ अनि 2-3 वटा लिएर आउनुपर्छ मगाएको त मैले हो त उसले बाटो आउँदा त खोसेको उसले नि यस्तो खत्री काम छैन यो मागाडक्स त्यही हो गाई अहिले चाहिँ अहिले 1-2 वटा फोटोसोटो पनि खिचियो हाम्रो चस्मा पनि पायो तर खत्री मसँग जल्छ के आउँदा आउँदा बाटोबाट सायद दाइले मेरो लागि ल्याइदिएको चस्मा हो यो बाटोबाट खोर्सेको भन्ने सुन्नमा आयो यहाँ त्यो चाहिँ यो सब कुराहरू एउटा जोको पाठ सो मैले चाहिँ तपाईँहरूलाई एउटा यहाँको पहिलाको राजाको यो भिरभिटी चाहिँ आमा जस्तो पहिला काठमाडौँ भक्तपुर त्यस्तै रणबहादुर जङ्गबहादुर राणाहरू जस्तै किन कता गएको त यताबाट आइदिनु न यताबाट जाने सो यहाँ चाहिँ एउटा दरबार छ है यो चाहिँ पहिलाको राजाको अरे कस्तो दामी छ कि यो बङ्गला हेर्न मैले यो बङ्गलाहरू अब हेर्दै जाँदाखेरि चाहिँ यो बारेमा यसो यताउति बुझ्दै जाँदाखेरि चाहिँ यो चाहिँ पहिला यो भिरभिटिसाको राजाको हो र क्या सो दामी छ है यो चाहिँ सो गाइस अहिले चाहिँ अब केटाहरू त्यतातिर लाग्यो कुन थिएन चाहिँ के को जम्मा भएको मान्छेहरू चाहिँ कि बाहिर घाम तपाईँको यदि यहाँ यसरी जाऊँ न आइज न बच्चालाई ल्याइदिनु सो यहाँ चाहिँ बच्चाहरू यसरी पिङहरू खेलिरहेछ है सो त्यही नै हो रमाइलो छ दिनहरू यसरी नै चल्दैछ अरे है ड्याक हेलो 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 वेलकम टु माई ब्लग गाइज हेलो एन्ड वेलकम टु क्रोएसिया तिमी त आफ्नै बुढा होइन को छ कोही छ बाँकी के छ है सबलाई नयाँ नयाँ केटाहरू भेट भयो यहाँ कति दिन भयो केटा आएको अर्को 1 महिना भयो काम युजमा हो सो गाइस अहिले चाहिँ हामी यहाँ फुटबल खेल्दैछौँ साह्रै गाह्रो भयो खेलेको अति गाह्रो भयो अब अति फुटबल पनि आज फर्स्ट टाइम क्रोएसिया आएर फर्स्ट टाइम खेलियो बरु गाह्रो भयो केटा यहाँ एकछिन रमाइलो चल्दैछ गोल ठिक छ नेक्स्ट टिम त गइसक्यो घर बी कन्टिन्यू साइड लागेको हो क्या ल गाइस बल खेलेर निस्कियो ल केटा बाई बाई ओके केटाहरूको ल केटा ल बाई बाई केटा ल अहिले चाहिँ बल खेलेर निस्क्यो आज चाहिँ बल खेल्ने उस त थिएन चक्कर त थिएन अचानक भयो त्यो भएर अब प्रिपेयर पनि भएको थिएन नि त अब टाइटमै खेलियो भोलिबाट चाहिँ अलिक प्रोफेसनल तरिकाले हुन्छ भन्ने म आशा राख्दछु त्यही भन्नु पऱ्यो होइन हो भोलि कति बजी छुट्टी हुन्छ भोलि त 3 बजे कतिखेर आएर खेल्छ मर्निङ त हो नि 5 बजे त उजाल हुन्छ नि बेलुकासम्म जति 8 बजीसम्म खेल्दै नि भइहाल्यो नि त्यही हो गोल रुममै हुन्छ लिएर आउनु खेल्नु त्यही हो चाबी एउटा मै लानु पर्ला जस्तो लागिसक्यो त्यही हुन्छ रुममै छोडिदिइहाल्छु त्यही हो तिमीहरू कति बजी दिउँसो त आइछु नि त हामी दिउँसो त आउँछु त नि 6 बजीदेखि हो नि त हाम्रो त तिमीहरू खेल्नु भइहाल्यो नि कहाँ पसिने आएर काममा चाहिँ को जान्छ अनि 4 बजीदेखि खेल्ने 5 बजीसम्म 1 घन्टा खेल्ने त्यसपछि जाने उसो गर्ने त्यही हो गाइस अब रमाइलो भयो अब कति वर्षपछि बल खेलियो जुत्ता पनि च्यात्तिकै हो त्यही हो अब चाहिँ म फुटसलको जुत्ताहरू पनि हेर्छु यसरी जुत्ता लगाएर रमाइलो भयो ल भेटौँ ल अहिले पछि अब निस्कियो घुमियो खेल्ने कुराहरू नि खेलियो दाइको रुममा आइयो थियो दाइको रुमबाट निस्कियो अब चाहिँ म हाम्रो आफ्नै रुममा जानु लाग्यो खाजा खाइएको चिज खाजा भोक लाग्छ साथी खाजा बनाउन भन्दाखेरि पाहुना बोलाएर खाजा नखुलाउने मान्छे यही मान्छे हो क्या यस्तो मान्छेहरू हाम्रोमा आएपछि त दुनियाँ खुलाउँछ है उसकोमा त भोक लाग्यो साथी बनाउन भने बनाएर खाऊ रे यार यस्तो छ त्यही हो साथीहरू अब रुमतिर जानुपर्ने हुन्छ सो आजको भिडियो के कस्तो लाग्यो प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला
अनि त्यो घन्टीलाई पनि थिचिदिनु होला, अलमा राखिदिनु होला भन्दै आजको लागि यति नै गर्न चाहन्छु। भेटौँला अर्को नेक्स्ट ब्लगमा।